नमस्कार छ सम्पूर्णमा लामो समयको अन्तरालपछि मैले एउटा भिडियो लिएर आएको छु र यो भिडियो चाहिँ अलिकति पहिलाको भिडियो भन्दा चाहिँ अलिकति फरक खालको छ। यसमा चाहिँ मैले यो मावि इन्टरभ्यूसँग रिलेटेड केही कुराहरू गर्नेछु है। शिक्षक सेवा आयोगको मावि तहमा दोस्रो पेपर पास भइसकेपछि पहिलो र दोस्रो पेपर पास भइसकेपछि जुन इन्टरभ्यू दिन गइन्छ हामी त्यसको बारेमा त्यसमा चाहिँ के कस्तो हुन्छ त हैन। मैले पनि रिसेन्टली अहिले भर्खरै त्यो इन्टरभ्यूलाई फेस गरेर मावि तहको विज्ञान शिक्षकको रूपमा थाई शिक्षकको रूपमा चाहिँ सिफारिस पाएको छु शिक्षक सेवा आयोगबाट। त्यसै कारणले गर्दाखेरि चाहिँ मैले त्यसमा खास के भयो त हैन, कस्तो खालको चाहिँ वातावरण हुँदै रहेछ, के कस्ता खालको क्वेशनहरु सोधिँदो रहेछ भनेर त्यससँग रिलेटेड केही कुराहरु चाहिँ यहाँहरुसम्म चाहिँ गर्नेछु। अब यो अन्तर्वार्ता दिन जानुभन्दा अगाडि चाहिँ हामीले कागजपत्रका कुराहरू छन्, त्यो चाहिँ हाम्रो शिक्षक सेवा आयोगको सूचनामा जुन दोस्रो पेपरको नतिजा आउँछ त्यसैमा चाहिँ यो चाहिँ डकुमेन्टहरु ल्याउनुस् तपाईले भनेर भनेको हुन्छ है। त्यही भएर त्यही डकुमेन्टहरु लैजाँदा हुन्छ हामीलाई। त्यो डकुमेन्टहरुमा चाहिँ तपाईको शैक्षिक योग्यताहरू त्यस्तै गरी आफ्नो त्यो एक तहभन्दा माथिल्लो शैक्षिक योग्यता लान सकिन्छ। त्यो कुराहरु चाहिँ हामीले त्यही सूचनालाई पढेर त्यसैको आधारमा गर्न सकिन्छ। अब मैले चाहिँ खास चाहिँ के कुरा गर्छु भन्दाखेरिमा विशुद्ध कस्तो भयो त इन्टरभ्यूमा खास के हुँदो रहेछ, कस्तो कस्तो खालको क्वेशन सोधिँदो रहेछ त्यो कुरा मात्रै गर्छु है त। मेरो इन्टरभ्यू चाहिँ यही 5 दिन जति भयो बल्ल, यही असोजको 23 गते बिहीबारको दिन भएको थियो है। बिहीबारको दिन भएको थियो अनि त्यो दिन चाहिँ कस्तो हुँदै रहेछ भन्दाखेरिमा सबभन्दा पहिला चाहिँ हामीले व्यक्तिगत विवरण फारम चाहिँ बाहिर नै दिनुहुँदो रहेछ त्यहाँ। अनि त्यो व्यक्तिगत विवरण फारममा चाहिँ आफ्नो डिटेल भरेर त्यसलाई चाहिँ अनि हामीले जुन लका डकुमेन्टहरु हुन्छौं हैन, शैक्षिक योग्यता त्यस्तै गरी लाइसेन्स लगायतका जुन हामीले डकुमेन्टहरु लगेका हुन्छौं त्यसलाई एट्याच गरेर त्यसको फोटोकपी त्यसलाई र त्यो हाम्रो डकुमेन्टको फोटोकपीहरु एट्याच गरेर हामीले सुरुमा चाहिँ बुझाउनु पर्ने रहेछ। त्यसपछि सुरुमा चाहिँ हामीले बोलाउनु हुँदो रहेछ। त्यो भनेको चाहिँ जस्तो हाम्रो 1 बजेदेखि थियो अन्तर्वार्ता चाहिँ त्यो चाहिँ हामीले लगभग 12:30 बजे नै गरिसकेका थियौं। अनि त्यसपछि चाहिँ हामीलाई चाहिँ त्यो डकुमेन्ट बुझाइसकेपछि चाहिँ एकचोटी बोलाउँदो हुँदो रहेछ। अनि हामीले चाहिँ ओरिजिनल डकुमेन्ट लिएर त्यो पहिला दिएको जुन फोटोकपी छ त्यससँग चाहिँ त्यहाँ भित्र चाहिँ जाँच्ने काम हुँदो रहेछ। भनेको जस्तो यदि अनुभवको छ हाम्रो चाहिँ प्रमाणपत्र छ, त्यस्तै गरी कार्यरत हो भने नियुक्ति पत्र हुन्छ हैन, त्यस्तै गरी आफ्नो शैक्षिक योग्यताहरू छ त्यसलाई चाहिँ एकचोटी रुजु गर्नु हुँदो रहेछ। त्यसपछि त्यो रुजु गरिसकेपछि अनि त्यसपछि चाहिँ एउटा चाहिँ हाम्रो जस्तो 6 जनाको एउटा ग्रुपमा पर्ने गरेर धेरै कोठा 6-7 वटा कोठामा चाहिँ इन्ट्री गर्नु रहेछ खासमा। अनि एउटा लिस्ट चाहिँ आउट गरेर बाहिरपट्टि चाहिँ शिक्षक सेवा आयोगको बाहिरपट्टि भवनमा चाहिँ राख्नु हुँदो रहेछ। अनि त्यही अनुसार चाहिँ पालो चाहिँ आउने रहेछ है त। अनि मेरो चाहिँ 5 नम्बरको ग्रुपमा परेको थियो, 6 जनाको ग्रुपमा। अनि 1 बजेदेखि चाहिँ लगभग सुरु 1 बजे भन्दा पनि 1:30 बजे सुरु भएको थियो त्यति गर्दाखेरिमा हाम्रो इन्टरभ्यू चाहिँ। अनि मेरो चाहिँ कस्तो भएको थियो भन्दा मेरो चाहिँ लगभग लास्टतिर आएको थियो है। अब के भयो खै कसो भयो, मेरो चाहिँ एकदम लास्टमा 4 बजेतिर चाहिँ पालो आएको थियो। 4 बजेर लगभग 5 मिनेट गएको थियो। लगभग त्यहाँ चाहिँ इन्टरभ्यू लगभग अलमोस्ट सकिसकेको थियो, सबैको चाहिँ लगभग सकिएको थियो। मेरो लास्टमा आएको थियो 4 बजेर 10 मिनेट जाँदा चाहिँ मेरो पालो आएको थियो। त्यसपछि एकदमै लास्टमा आएको कारणले गर्दा मलाई अलिकति डर पनि लागेको थियो है। अब जे भने पनि डर चाहिँ लाग्छ, किन भन्दाखेरिमा इन्टरभ्यू हो हैन। अब त्यो मावि तहको इन्टरभ्यू अथवा जुनसुकै तहको इन्टरभ्यू भयो भने डर लाग्ने कुरा भएन, मलाई पनि एकदमै डर लागेको थियो। त्यसपछि मैले चाहिँ प्रत्यक्ष अब त्यहाँ गरेको कुराहरुलाई सुनाउँछु हैन, कस्तो अनुभव भयो भन्ने कुरा। अनि म त्यसपछि ढोका चाहिँ लागेको थियो त्यहाँ है, ढोका लागेको थियो। अनि त्यसपछि मैले चाहिँ ढोका सुस्त खोलिसकेपछि सर म आउन सक्छु भने त्यसपछि उहाँहरूले चाहिँ आउनुस् बस्नुस् भन्नुभयो। अनि म भित्र छिर्नेबित्तिकै मैले चाहिँ सबैलाई सम्पूर्ण सरहरुमा नमस्कार भन्नुभयो भने त्यसपछि ल बस्नुस् तपाई सर बस्नुस् भन्नुभयो। त्यसपछि म ट्याक्क चाहिँ अगाडिपट्टि कुर्सी थियो, अगाडिको कुर्सीमा चाहिँ बसे, ट्याक्क सिधा बसे। अनि 3 जना हुनुहुन्थ्यो त्यहाँ है सोध्ने चाहिँ। एकजना चाहिँ सुरुमा शिक्षासँग रिलेटेड क्वेशनहरु सोध्नु भएको थियो। अनि अर्को चाहिँ कर्मचारी हुनुहुन्थ्यो होला सायद है, उहाँले पनि शिक्षासँग रिलेटेड कुरा पनि सोध्नु भयो र प्लस यो विषयवस्तुसँग रिलेटेड सोध्नु भयो। र अर्को एकजना हुनुहुन्थ्यो, उहाँले चाहिँ एकदमै विशुद्ध कन्टेन्ट रिलेटेड अथवा साइन्स रिलेटेड, म विज्ञानसँग रिलेटेड भएको कारणले गर्दा विज्ञानसँग सम्बन्धित सबै क्वेशनहरु सोध्नु भयो। त्यसपछि सबभन्दा फर्स्ट क्वेशन चाहिँ मलाई फर्स्ट क्वेशन भन्दा पनि सबभन्दा पहिला चाहिँ सुरुमा बस्नु भएको जुन कर्मचारी हुनुहुन्थ्यो हैन, उहाँले चाहिँ के भन्नुभयो भन्दा
ल हजुरको एकचोटि परिचय दिनुहोस् त सर भन्नुभयो। त्यसपछि चाहिँ मैले फेरि चाहिँ परिचय दिएँ आफ्नो है, परिचय दिएँ। परिचयमा चाहिँ मैले आफ्नो नाम भनेँ, त्यस्तै गरी म हाल कार्यरत कहाँ छु अनि शैक्षिक योग्यता के छ भनेर भने। त्यसपछि के क्वेसन भयो त्यो क्वेसनको बारेमा एकचोटि मैले हजुरहरूलाई सरसर्ती जानकारी गराउँछु। द्याट मिन्स यो होइन कि अब यही क्वेसन चाहिँ तपाईँहरूलाई आउँछ भन्ने खालको त होइन होइन, कसैलाई पनि आउँदैन, क्वेसन रिपिट त हुँदैन। तर के त भन्दाखेरिमा एउटा कस्तो हुँदो रहेछ भन्ने कुरा मात्रै मैले जस्ट हजुरहरूलाई गर्न खोजेको। र सोही अनुसार मलाई के भयो भन्दा फर्स्ट क्वेसन चाहिँ मेरो के भन्दा मलाई धेरै जस्तो क्वेसन चाहिँ व्यवहारिक खालकै क्वेसनहरू थियो है, कन्टेन्ट रिलेटेड पनि थिए क्वेसनहरू, साइन्स रिलेटेड, धेरै जस्तो चाहिँ व्यवहारिक खालको क्वेसनहरू थियो। अनि क्वेसन चाहिँ फर्स्ट क्वेसन के थियो भन्दाखेरिमा नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ, के छ, कसरी देख्नु भएको छ, के देख्नु भएको छ भनेर फर्स्ट क्वेसन गर्नुभयो होइन। त्यसको बारेमा चाहिँ मैले केही कुराहरू बताएँ। त्यसपछि उहाँले नै मैले केही एन्सर दिइसकेपछि उहाँले फेरि के भन्नुभयो भन्दाखेरिमा नेपालमा चाहिँ व्यक्तिहरू चाहिँ धनी छन् होइन, व्यक्तिहरू धनी छन्, आफ्नो घरमा चाहिँ टन्न पैसाहरू राखेका छन्, तर देशको अर्थतन्त्र फेरि त्यति राम्रो छैन। अब यसलाई चाहिँ कसरी सुधार गर्न सकिएला, व्यक्ति धनी छन् तर देश चाहिँ गरिब छ, यसलाई कसरी सुधार गर्न सकिएला सर भनेर सोध्नुभयो है। त्यसमा पनि मैले केही कुराहरू गरेँ, आफ्नो पोइन्ट अफ भ्यूबाट केही कुराहरू राखेँ। त्यसपछि लगत्तै उहाँले फेरि अर्को क्वेसन गर्नुभयो, यो सामुदायिक विद्यालयमा जति पनि शिक्षक साथीहरू कार्यरत हुनुहुन्छ उहाँहरू साँच्चै क्षमतावान हुनुहुन्छ जस्तो लाग्छ तपाईँलाई, कि के छ, छन् कि छैनन्, क्षमतावान छन् कि छैन भनेर भन्नुभयो। अनि त्यस्तै गरी फेरि अर्को क्वेसन पनि उहाँले के गर्नुभएको थियो भन्दाखेरिमा तपाईँ चाहिँ कार्यरत हुनुहुँदो रहेछ होइन, तपाईँको कार्यरत विद्यालयको आर्थिक अवस्था कस्तो छ, त्यस्तै गरी तपाईँको विद्यालयको आयव्ययको विवरणको बारेमा केही जानकारी छ, तपाईँलाई के जानकारी राख्नु भएको छ भनेर चाहिँ त्यो क्वेसन पनि गर्नुभयो। अनि त्यति क्वेसन गरिसकेपछि फेरि उहाँको अर्को क्वेसन के थियो भन्दाखेरिमा यदि चाहिँ तपाईँ चाहिँ अब अहिले त अस्थायी हुनुहुन्छ, यदि थाहै हुनुभयो ल भने तपाईँले चाहिँ थप नयाँ कुरा के गर्न सक्नुहुन्छ, विद्यार्थीलाई के दिन सक्नुहुन्छ भनेर भन्नुभयो। त्यो पनि एउटा प्रश्न थियो। त्यसपछि उहाँले लगभग सक्नुभयो। त्यसपछि चाहिँ अर्को सर हुनुहुन्थ्यो है, अर्को सरले चाहिँ पाठ्यक्रमसँग रिलेटेड कुराहरू सोध्नु भएको थियो। उहाँले चाहिँ के सोध्नु भएको थियो भन्दाखेरिमा जस्तो यो एकीकृत पाठ्यक्रम भन्ने छ, यो एकीकृत पाठ्यक्रम भन्ने खास कस्तो खालको पाठ्यक्रम हो र एकीकृत पाठ्यक्रम र एकलपति पाठ्यक्रममा के छ फरक भनेर सोध्नु भएको थियो है, त्यो क्वेसन सोध्नुभयो। त्यसपछि अर्को सोध्नु भएको चाहिँ उहाँले वैधताको बारेमा सोध्नुभयो है, वैधता, विश्वसनीयता, त्यस्तै गरी वैधताका प्रकारहरू के छ भन्ने कुरा सोध्नुभयो। त्यसपछि यो नेपालमा चाहिँ हाल यो स्ट्यान्डर्डाइज टेस्ट अर्थात् स्तरीकृत परीक्षा भनेर आएको छ, यसको बारेमा बुझ्नु भएको छ के छ, यो यसको बारेमा बताउनुहोस् त भनेर यसको बारेमा पनि सोध्नुभयो। त्यसपछि लगभग उहाँको पनि क्वेसन सकियो। त्यसपछि चाहिँ हाम्रो साइन्स रिलेटेडको लागि चाहिँ अर्को सर हुनुहुन्थ्यो, उहाँले चाहिँ धेरै जसो चाहिँ साइन्स रिलेटेड नै सोध्नुभयो। अनि उहाँको चाहिँ फर्स्ट क्वेसन के थियो भन्दा तपाईँ चाहिँ एमएससी फिजिक्स हुनुहुँदो रहेछ होइन, मास्टर डिग्री गर्नुभएको रहेछ, अनि यो अहिले भर्खरै चाहिँ त्यति बेला क्वान्टम मेकानिक्सबाट चाहिँ क्वान्टम मेकानिक्स रिलेटेड नोबेल प्राइज पनि जितेको थियो। त्यही भएर उहाँले के सोध्नु भन्दा यो क्वान्टम मेकानिक्स भने खास कस्तो के हो, यो यसलाई चाहिँ यसो सरल भाषामा बुझाउनुहोस् त भनेर भन्नुभयो। त्यसै गरी नोबेल प्राइज चाहिँ अहिले के कुन विषयलाई आधार मानेर दिएको छ, केलाई कुन सब्जेक्टलाई दिएको छ, यसको बारेमा पनि यसो बताउनुहोस्, हामीलाई बुझ्ने भाषामा बताउनुहोस्, उहाँ सरहरूले पनि बुझ्ने भाषामा बताउनुहोस् भनेर भन्नुभयो। त्यसपछि त्यसको बारेमा मैले सरसरी बताएँ। त्यसपछि अर्को क्वेसन भनेको एडायबेटिक कन्डिसन भनेको के बुझ्नु भएको छ, एडायबेटिक कन्डिसन भनेको डेली लाइफमा एउटा इक्जाम्पल दिनुहोस् भन्नुभयो। त्यस्तै गरी अरू भनेको जस्तो एसिड रेन, ओजोन लेयर डिप्लेसन, ग्रिन हाउस इफेक्ट, क्लाइमेट चेन्ज, यी सबैको बारेमा चाहिँ सरसर्ती सोध्नु भएको थियो, डेफिनेसन टाइपमा सोध्नु भएको थियो। त्यसपछि एउटा चाहिँ अर्बिट र अर्बाइटलको डिफ्रेन्स पनि सोध्नु भएको थियो। त्यस्तै गरी एसपिडी र एफमा कतिवटा इलेक्ट्रोनहरू रहन्छ भनेर सोध्नुभयो। अनि त्यो एसपिडी र एफ चाहिँ अर्बाइटल हो कि अर्बिट हो के हो भनेर पनि सोध्नु भएको थियो। त्यस्तै गरी यो इलेक्ट्रोनिक कन्फिगरेसनको गर्नको लागि के कस्ता रुलहरू छन् भनेर सोध्नु भएको थियो। अनि त्यो इलेक्ट्रोनिक कन्फिगरेसनमा चाहिँ डिजेनरेट स्टेट भनेको के बुझ्नु भएको छ भनेर त्यो पनि सोध्नु भएको थियो। लगभग मलाई सोधेको चाहिँ यति नै हो है, मैले सम्झेअनुसार लगभग यति नै हो, यति नै क्वेसन सोध्नु भएको थियो। अब यसमध्येमा चाहिँ मैले लगभग 2वटा क्वेसन चाहिँ जानेको थिएन है, सबै जानेको 100% नै जानेको भन्ने चाहिँ हुँदैन। मैले पनि दुईवटा क्वेसन चाहिँ जानेको थिएन। अनि नजानेकोमा चाहिँ मैले सरी सर, म यस विषयमा चाहिँ अलि अपडेट भएन, म यस विषयमा चाहिँ अध्ययन गरेर अपडेट हुन्छु सर भनेर यति भने है, हाँसी मजाले चाहिँ भने मैले त्यस्तो केही गरिनँ।
त्यो गर्दाखेरि त्यसरी हुन्छ। अब इन्टरभ्यू भन्ने कुरा त्यही हो, सबैलाई त्यही क्वेसन पर्छ भन्ने छैन। मेन कुरा चाहिँ के हो भन्दाखेरिमा आफूले यदि नजानेको कुरा छ भने त्यसलाई चाहिँ आफूले चाहिँ रियलाइज गर्न सक्नु पर्यो कि मैले जानेको छैन, यो विषय चाहिँ मैले हेर्छु, जान्छु, जान्न खोज्छु भन्ने चाहिँ देखाउनु पर्यो। तर चाहिँ नजानेको विषयलाई पनि त्यत्तिकै आफै बनाएर भन्ने काम चाहिँ गर्नु चाहिँ भएन भन्ने कुरा हो। त्यति नै हो साथीहरू। अब हाम्रो के हुन्छ भन्दाखेरिमा इन्टरभ्यूको रुममा छिर्नुभन्दा अगाडि चाहिँ एकदमै डर लाग्छ, मलाई पनि एकदमै डर लाग्थ्यो। तर त्यहाँभित्र छिर्ने बित्तिकै कन्डिसनलाई चाहिँ एकदमै नर्मलाइज गरिदिनुहुन्छ। जुन शिक्षक सेवा आयोगमा बस्ने इन्टरभ्यू लिने सरहरू हुनुहुन्छ उहाँले चाहिँ एकदमै नर्मलाइज गरिदिनुहुन्छ है। त्यही भएर त्यसमा चाहिँ त्यति याद दिनु पर्दैन। त्यही नै हो। जसले पनि इन्टरभ्यू दिँदै हुनुहुन्छ उहाँहरूले चाहिँ यो कुरालाई ध्यान दिनु होला भन्न चाहन्छु। अहिलेलाई यति नै। र अब यस्तै मेरो भिडियोहरू चाहिँ रिसेन्टली चाहिँ आउनेछन्, कन्टिन्युसली नै आउनेछन्। अब अलिकति ग्याप भएको थियो, अब चाहिँ लगातार नै आउनेछन्। ल थ्याङ्क यू, यति नै भन्न चाहे यसलाई।